बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले खोलिन् बेडरुमको सिक्रेट। मलाई 11वटा सन्तान चाहिएको छ, तर निकले रातभरि सुत्न दिँदैनन्। प्रियंका चोपडाले आफ्नो अभिनयलाई विश्वभर प्रमाणित गरिसकेकी छन्। प्रियंका पछिल्लो केही दिनदेखि चर्चामा छिन्। प्रियंका आजकल मातृत्वको आनन्द लिइरहेकी छन्। छोरीको पालन पोषणमा व्यस्त छिन्। प्रियंकाले हरेक दिन सामाजिक सञ्जालमा आफ्ना तस्बिर र भिडियो सेयर गरिरहेकी हुन्छन्। प्रियंका र निक पनि सामाजिक सञ्जालमा एक अर्काप्रतिको प्रेम देखाउन पछि हट्दैनन्। दुवैको बीचमा धेरै माया छ, जसलाई व्यक्त गर्न दुवै हिचकिचाउँदैनन्। तर एकपटक प्रियंकाले आफ्नो विवाह पछिको जीवनबारे खुलासा गरेकी थिइन्। प्रियंकाले आफ्नो बेडरुमको रहस्य खुलाएकी थिइन्। उनले पनि बताएकी थिइन् कि बिहेपछि यस्ता धेरै रातहरू आए जब प्रियंका सुत्न सकेकी थिएनन्। यसको कारण निक जोनस थिए। निक जोनसका कारण यस्ता धेरै रातहरू थिए जुन उनले निन्द्रा बिना सुत्नु परेको थियो। वास्तवमा प्रियंकाले उनका पति निक जोनसलाई मधुमेह भएको बताएकी थिइन्। यसका कारण उनी राति धेरै पटक समस्यामा पर्ने गर्छिन्। यसका कारणले गर्दा पटक पटक प्रियंकाले राति उठेर सबै ठिक छ कि छैन भनेर जाँच गरिरहनु पर्छ। तर पनि यो ठुलो कुरा भने होइन। प्रियंका निककी श्रीमती हुन्, त्यसैले उनको हेरचाह गर्नु प्रियंकाको कर्तव्य हो। यस क्रममा प्रियंका चोपडाले परिवार नियोजनका बारेमा पनि चर्चा गरिन्। प्रियंकाले ठट्टा गर्दै आफूलाई 11वटा सन्तान चाहिएको बताइन्। तर निक जोनसले प्रियंकाले आफूलाई सिक्रेट टिम नचाहिने कुरा पनि स्पष्टसँग भने। तर म भन्न चाहन्छु कि मलाई धेरै बच्चाहरू चाहिएको छ। धन्यवाद।